Hello guys, welcome back to my channel Educational Study and Scientific Learning. आजको हामी यस भिडियोमा डिस्कस गर्छौं क्लासिफिकेसन अफ लिभिङ बीइंग्स, क्लासिफिकेसन अफ लिभिङ अर्गानिजम्स। आजको यस भिडियोमा हामी सुरुदेखि अन्तिमसम्म धेरै कुराहरू पढ्छौं, जसमा म समेटेको छु आजको यस भिडियोमा क्लासिफिकेसन किन गरियो, बाइनोमियल सिस्टम के हो, नोमेनक्लेचर के, साइन्टिफिक नेम्सहरू कसरी लेख्ने, ड्रब्याक्सहरू यसको के हुन्, किङडम कतिवटा छ, कसले यसको प्रतिपादन गरियो, थ्योरीहरुको यति कुराहरू हामी यस भिडियोमा डिस्कस गर्छौं। सुरुदेखि हामी स्टार्ट गर्छौं एकदम बेसिकदेखि 0 टु हिरो सम्म हामी यसमा कभर गर्न कोसिस गर्छौं। म यहाँ सुरुदेखि स्टार्ट गर्छु व्हाट इज क्लासिफिकेसन देखि। क्लासिफिकेसन हो के त? Organisms are classified on the basis of their characteristics, eating habits, reproduction, physical constituents and growth. Organismsहरुलाई तिनीहरु क्यारेक्टरिस्टिक्स, तिनीहरु विशेषता के कस्तो छ, इटिङ ह्याबिट्स कसरी खान्छ, के खान्छ, त्यो हिसाबमा रिप्रोडक्सन के हो, कुन हिसाबले तिनीहरु रिप्रोडक्सन गर्छ, त्यो फिजिकल कन्स्टिट्युसन के हो, ग्रोथ कसरी हुन्छ, ती हरेक कुराहरुमा एउटा प्रोपर रिसर्च गरेर तिनीहरु क्लासिफिकेसन गर्यो। सो to study about the organisms with the same nature and quality are kept in the same group. Our different type of organisms like के गरियो, तिनीहरुको लागि अब्जर्भ गरियो, जसको सेम नेचर थियो, जसको सेम क्वालिटी थियो, त्यसलाई एक ठाउँमा, जसको डिफरेंट नेचर डिफरेंट क्वालिटी थियो, त्यसलाई एक ठाउँमा राखियो। यति कुरा त हामी इन्ट्रोडक्सनको लागि मात्र हो, तर एक्जामको लागि व्हाट इज क्लासिफिकेसन मात्र सोध्यो भने यति लेख्दा पुग्छ। यो भित्र जुन लेखेछु म यति मात्र लेख्दा भयो। The process by which living things are divided into groups and subgroups on the basis of similar and different characteristics found in them is called the classification of the living beings. Classification एउटा प्रोसेस मात्र हो, एउटा प्रक्रिया हो, जसमा लिभिङ बीइंग्सहरुको डिफरेंट र सिमिलर क्यारेक्टरिस्टिक्स हेरिन्छ र त्यो डिफरेंट र सेम क्यारेक्टरिस्टिक्स र फिचर्सको आधारमा त्यसलाई सिमिलर ग्रुप, सिमिलर सब ग्रुपहरुमा राखेर proper अध्ययन गरिन्छ। So classification is just a process in which all the organisms are classified into subgroups and groups according to their similar characteristics. यति कुरा लेख्न सक्नुहुन्छ कि क्लासिफिकेसन हो के यहाँ डेफिनेसन भयो। अब अगाडि इम्पोर्टेन्स के हो त? इम्पोर्टेन्स अफ क्लासिफिकेसन अफ लिभिङ बीइंग्स, इट मेक्स द स्टडी अफ डिफरेंट काइन्ड्स अफ organisms मच इजियर। यदि सेम गुण भएका अर्गानिजम्सहरुलाई एक ठाउँमा सजाएर राखिएको छ भने तिनीहरुको बारेमा स्टडी गर्न इजी हुन्छ। द डिफरेंटलाई अलग ठाउँमा राखिएको छ भने तिनीहरु पनि स्टडी गर्न इजी हुन्छ। त्यसैले यसले के गर्यो त? डिफरेंट काइन्ड अफ अर्गानिजम्सको बारेमा अध्ययन गर्न सजिलो गर्यो। इट हेल्प्स टु स्टडी डिफरेंट काइन्ड अफ अर्गानिजम्स बोथ प्रेजेन्ट एन्ड एक्सटिंक्ट। यसको मिनिङ के भयो? डिफरेंट काइन्ड अफ जुन अर्गानिजम्स जुन आज प्रेजेन्ट छ या एक्सटिंक्ट पहिला प्रेजेन्ट थियो, त्यसको बारेमा पनि अध्ययन गर्न सजिलो गराउँछ। C number, we can describe the interrelationship between the various organisms. धेरै अर्गानिजम्स यस्तो छ जसको बीचमा हामी रिलेशनशिप मिलाएर अध्ययन गर्न सक्छौं, त्यसको बीचमा रिलेसन के छ त्यो पनि हामी हेर्न सक्छौं। We can classify the organisms based on their specific feature. अब स्पेशल फीचर, स्पेसिफिक अलग फीचर्सको तिनीहरुमा के छ, त्यो अलग-अलग फीचरले पनि हामी अध्ययन गर्न सक्छौं क्लासिफिकेसनको माध्यमबाट। It gives information of diversity of plants and animals. Animals र प्लान्ट्समा के का छ डाइभर्सिटी, विविधताहरु प्रेजेन्ट छ, त्यसको बारेमा हामीले इन्फर्मेसन दिन्छ। यति कुराहरु हामी गेन गर्छौं कसबाट त? क्लासिफिकेसन। अझ थुप्रै कुराहरु छ तर यति लेख्दा पनि भयो। अब हामी अगाडि बढ्छौं। हाम्रो थर्ड टपिक रहेको छ बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर। It is a process of giving name to different organisms in which the name is composed of two terms where the first term indicates the genus and the second term indicates the species of the organisms. Meaning के भयो भने कि यदि हामी साइन्टिफिक नेम लेखिरहेका छौं भने साइन्टिफिक नेम जहिले पनि दुईटा नामको कम्पोजिसन हुन्छ, दुईटा टर्मको कम्पोजिसन हुन्छ, जसमा एउटा फर्स्ट जुन लेखेको हुन्छ त्यो जिनस हो र सेकेन्ड टर्म केले इन्डिकेट गर्छ त? स्पेसिसलाई इन्डिकेट गर्छ। फर्स्ट टर्म जिनसलाई इन्डिकेट गर्छ र सेकेन्ड टर्म स्पेसिसलाई इन्डिकेट गर्छ। अब हामी जिनस र स्पेसिसलाई एक्जाम्पलबाट बुझ्न प्रयास गर्छौं। द साइन्टिफिक नेम अफ टिग्रिस इज पेन्थ्रा टिग्रिस। यो एउटा हाम्रो एक्जाम्पल भयो जसमा पेन्थ्रा भनेको जिनस हो र टिग्रिस भनेको स्पेसिस हो। अब हामी हेर्छौं कि साइन्टिफिक नेम कसले पत्ता लागेको थियो त? यहाँको नेम कार्लोस लिनावस हो, जसले फर्स्ट टाइम साइन्टिफिक नेम अफ अर्गानिजम्स
फाइन्ड गर्नुभएको थियो र यो नेम तपाईले लर्न गर्नै पर्ने हुन्छ। इम्पोर्टेन्ट नेम हो। कार्लोस लिन्नावस वाज द फर्स्ट पर्सन हु गेभ द साइन्टिफिक नेम, सो ही इज कल्ड फादर अफ टेक्सोनोमी। फादर अफ टेक्सोनोमी कार्लोस लिन्नावसले भन्छ। टेक्सोनोमी के हो? अ ब्रान्च अफ साइन्स विच डिल्स विथ द क्लासिफिकेसन अफ अर्गानिजम्स, जसले क्लासिफिकेसन अर्गानिजम्सलाई डिफाइन गर्छ, त्यही के हो त? टेक्सोनोमी हो। र यसको फादर को हो? कार्लोस लिन्नावस। अब हामी प्रयास गर्छौं जान्न कि यो जिनस के हो र स्पेसिस के हो। जिनस इज अ ग्रुप अफ क्लोजली रिलेटेड स्पेसिस दैट शेयर कमन फिचर्स। मतलब जिनस त्यो हो, जिनसमा त्यो जानवरहरू पर्छन् जो जानवरहरूले यस्तो हेर्दा त्यसको मेन फिचर्सहरू कमन हुन्छ। मतलब जस्तो म टाइगर हेरेँ र म बिरालो हेरेँ, त्यसमा टाइगर र बिरालो अलमोस्ट सेम हेरिन्छ। मतलब त्यो के भयो त? त्यो जिनस भयो। तिनीहरूले केही न केही कमन फिचरहरू सेयर गर्यो। जस्तो म उल्फ हेरेँ, डग हेरेँ, तिनीहरू पनि अलमोस्ट सेम हुन्छ। मतलब तिनीहरू पनि के भयो त? जिनस भयो। तिनीहरूको फिजिकल कमन फिचरहरू सेयर गर्छ र तिनीहरूमा केही न केही फिचरहरू सेम हुन्छ। त्यसैले तिनीहरू के हुन्छ त? जिनसभित्र पर्छ र तिनीहरूलाई जिनस भन्न सकिन्छ। अब आउँछ स्पेसिस। इट इज अ बेसिक युनिट अफ क्लासिफिकेसन। यो क्लासिफिकेसनको बेसिक युनिट हो। इट रिफर्स टु अ ग्रुप अफ अर्गानिजम्स दैट क्यान इनब्रिड एन्ड प्रोड्युस फर्टाइल अफस्प्रिङ। मतलब यस्तो अर्गानिजम्सलाई तपाईँ स्पेसिस भन्न सक्नुहुन्छ जसले इनब्रिड गरेर आपसमा फर्टाइल बच्चाहरू फर्टाइल गर्न सक्छ, बच्चाहरू जन्माउन सक्छ। त्यसले मात्र हामी स्पेसिस भन्न सकिहाल्छौँ। जस्तो कि डग र फक्सेस हेर्छौँ, बाहिरबाट सेम देखिन्छ, तर तिनीहरू एक आपसमा इनब्रिड गरेर बच्चा जन्माउन सक्दैन। मतलब तिनीहरू जिनस त हो तर स्पेसिस भएन। त्यसैले अगाडिको नाम जिनस र पछाडिको नाम स्पेसिस हुन्छ। अगाडिले ग्रुप जनाउँछ भने पछाडिले एउटा जात मात्र जनाउँछ, त्यो मान्छेको एउटा आइडेन्टिटी मात्र जनाउँछ। अब आउँछ रुल्स अफ नोमेनक्लेचर। कसरी साइन्टिफिक नेम लेख्ने त? त्यसको रुल्स के हुन् त्यसको बारेमा हामी डिस्कस गर्छौँ। वी नो दैट साइन्टिफिक नेम इज कन्सिस्ट अफ टू पार्ट। वन इज जेनेरिक नेम एन्ड अदर इज स्पेसिफिक नेम। जेनेरिक नेमलाई हामी जेनरली जिनसले भन्छौँ र स्पेसिफिक नेमलाई हामी जेनरली स्पेसिस भन्छौँ। जेनेरिक मतलब जिनस भयो र स्पेसिफिक मतलब स्पेसिस भयो। यति कुरा मात्र बुझ्नु होला अहिले। अब हामी जान्छौँ रुल्स अफ राइटिङ साइन्टिफिक नेम। कसरी साइन्टिफिक नेम लेख्ने त? साइन्टिफिक नेम्स आर रिटन इन इटालिक्स। साइन्टिफिक नेमलाई हामी जहिले पनि इटालिक फर्ममा लेखिन्छ। मतलब इटालिक मतलब यो इटाली भाषा भनेको होइन। जस्तो कम्प्युटरमा बोल्ड हुन्छ, इटाली हुन्छ, यु मिन्स अन्डरलाइन हुन्छ। त्यस्तै हामी के गर्छौँ त? इटालिक फर्ममा लेख्छौँ। मतलब हल्का तेर्सो गरेर, जस्तो म यहाँ प्लम्बर लेखेँ नि, त्यस्तो हल्का तेर्सो गरेर लेख्नुपर्ने हुन्छ। त्यही हो इटालिक फर्म। साइन्टिफिक नेम इज कन्सिस्ट अफ टू पार्ट्स। द फर्स्ट पार्ट वर्ड आइडेन्टिफाइज जिनस एन्ड सेकेन्ड वर्ड इज स्पेसिस। हामीले यो कुरा पहिलादेखि थाहा छ, जिनस स्पेसिस। द नेम अफ जिनस स्टार्ट्स विथ क्यापिटल लेटर एन्ड द नेम अफ स्पेसिस स्टार्ट विथ द स्मल लेटर एन्ड फाइनली द साइन्टिफिक नेम इज अन्डरलाइन्ड। सुरुको जिनसलाई ठुलो लेटर र स्पेसिसले सानो लेटर लेखेर तँलाई अन्डरलाइन गर्नुपर्ने हुन्छ। जस्तो कि म यो पेन्थ्रा टिग्रिसै लेखेँ, यसमा तल अन्डरलाइन गरेँ। यस्तै अन्डरलाइन गर्न भनेको इटालिक र अन्डरलाइन हुनुपर्छ। अब वाइ नोमेनक्लेचर इज इम्पोर्टेन्ट? बिकज साइन्टिफिक नेम्स आर एक्सेप्टेड वर्ल्ड वाइड एन्ड साइन्टिफिक नेम इज सेम इन एभ्री पार्ट अफ द वर्ल्ड। साइन्टिफिक नेम वर्ल्ड वाइड एक्सेप्टेड हुन्छ र यो वर्ल्डको हरेक ठाउँमा जाँदा, यो हरेक पार्टमा जाँदा यो चेन्ज हुँदैन, यो सेम नै रहन्छ। त्यसैले नोमेनक्लेचर इम्पोर्टेन्ट छ। मान्नु म कुनै ठाउँमा टाइगर भन्छु, कुनै ठाउँमा बाघ भन्छु, कुनै ठाउँमा त्यसको अर्को नाम होला, कुनै लोकालिटीमा अलग नाम होला, तर पेन्थेरिस टिग्रिस भन्नुको मतलब वर्ल्डको हरेक ठाउँमा यसको मिनिङ टाइगर नै हुन्छ। त्यसले नोमेनक्लेचर इम्पोर्टेन्ट छ। नत्र भने नेम भ्यारी गर्छ, मान्छे के कुन जनावरको नाम राख्यो थाहै हुँदैन। त्यसले इम्पोर्टेन्ट छ। अब आउँछ ड्रब्याक्स अफ बाइनोमियल नोमेनक्लेचर। अल द नेम्स आर रिटन इन ल्याटिन ग्रीन विच कजेज द डिफिकल्टी टु अन्डरस्ट्यान्ड। मतलब के भयो कि हामी जुन नोमेनक्लेचर गर्छौँ, जुन साइन्टिफिक नेम लेख्छौँ, त्यो ल्याटिन भाषामा लेखेको हुन्छ, जुन ल्याटिन भाषा हरेक मान्छेले आउँदैन र यो अन्डरस्ट्यान्ड गर्न डिफिकल्ट हुन्छ। द साइन्टिफिक नेम डज नट टेल डाइरेक्टली अबाउट द फिजिकल फिचर्स अफ द अर्गानिजम्स। अर्गानिजम्सको डाइरेक्टली फिजिकल फिचर के छ त्यसको बारेमा केही यो भन्दैन, मात्र नाम लेखेर छोडिदिन्छ। यो पनि यसको ड्रब्याक हो एउटा। अब नेमिङ सिस्टम अफ सम कमन एनिमल एन्ड प्लान्ट्स। यो कुनै एउटा टपिक होइन। यो किन लेखेको? किनकि यहाँ तपाईँलाई स्क्रिनमा म सो गर्दैछु धेरै जानवरहरूको नाम, त्यो जानवर त्यो प्लान्ट्सहरूको साइन्टिफिक नेमहरू म लेखिदिएको छु। यो हाम्रो बुकमा छ, म बुकबाट डाइरेक्ट फोटो उठाएर यहाँ हालेको मात्र हो।
त्यो तपाईहरु पढ्न सक्नुहुन्छ, लर्न गर्न सक्नुहुन्छ। यो नेमिङ जुन छ नेमिङ सिस्टम यो मात्र तपाईहरुले लर्न गर्नको लागि हो। अब हामी आउँछौं किङडममा। पहिला किङडमको बेसिकदेखि स्टार्ट गर्छौं कि किङडम कसले फाइन्ड आउट गर्यो, कसरी कुन साइन्टिस्टले कुन थ्योरी दियो त्यो अनुसार हामी हेर्छौं। त्यसपछि मात्र 5 किङडमसम्म हामी पुग्छौं कसले के भन्यो। कार्लस लिन्हाउस फर्स्ट केम अप विथ अ 2 किङडम क्लासिफिकेसन व्हिच इन्क्लुडेड ओन्ली किङडम प्लान्टी एन्ड किङडम एनिमलिया। कार्लस लिन्हाउसले जुन 2 किङडम फाइन्ड आउट गरेका थिए त्यसमा दुईटा किङडम मात्र थियो, त्यो एउटा प्लान्टी र एउटा एनिमलिया मात्र थियो जुन सफिसिएन्ट थिएन। बट द्याट वाज नट सफिसिएन्ट फर एक्सप्लेनेसन अफ क्लासिफिकेसन ड्यू टु फलोइङ रिजन्स। किन त्यो सफिसिएन्ट थिएन? किनकि यो फलोइङ जुन 2-3 वटा रिजन लेखेको छु यसो कारणले गर्दा मात्र यो कुरा त्यो एक्सप्लेन गर्न सकेन। युनिसेलुलर एन्ड मल्टिसेलुलर अर्गानिजम्स आर नट सेपरेटेड। यो पनि सेपरेट भएको थिएन। यो सब प्रोकार्योटिक युकार्योटिक के हो, युनिसेलुलर के हो, अल्गी के हो, म सब कुरा म बताउँछु तपाईहरुलाई। So to prevent these problems 5 kingdom classification was introduced by R.H. Whitaker in 1969। यही कुरालाई एक्सप्लेन गर्नको लागि 5 किङडम क्लासिफिकेसन प्रपोज्ड गर्यो, इन्ट्रोड्युस गर्यो। कोबाट त? रोबर्ट एन्ड एच विटेकर बाट इन 1969 मा। र त्यो 5 वटा किङडम रहेको छ। तपाई पहिला यो जुन सूत्र छ त्यो पहिला सूत्र याद गर्नु, त्यसपछि मात्र हेर्नु होला 5 वटा किङडम। एमपीएफपीए 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 यो याद गर्नु पहिला, त्यसपछि म यहाँ देखाउँछु। एम को मतलब मोनेरा, प्रोटिस्टा, फंगी, प्लान्टी, एनिमलिया। यो 5 वटा भयो एमपीएफपीए को मतलब। अब हामी 5 किङडम को चार्ट हेर्छौं। यो 5 किङडम को चार्ट रहेको छ यहाँ, तपाई स्क्रिनमा हेर्न सक्नुहुन्छ। र यो चार्ट राम्रोसँग बनाउनु होला, म क्लियरली देखाइरहेछु तपाईलाई। यो माथिको पार्ट भयो। अब अलिकति तलको पार्ट पनि हेर्नुहुन्छ पुरै। यो 5 किङडम भयो। माथि अर्गानिजम्स छ, यो भयो तलको पार्ट। अर्गानिजम्सलाई कसरी दुईटा चार्टमा गरेको छ त्यो कुरामा भन्छु। अब पहिला दुईटा पार्टमा डिभिजन गर्यो। प्रोकार्योटिक हो हु डोन्ट ह्याभ ट्रु न्यूक्लियस, जोसँग न्यूक्लियस हुँदैन, न्यूक्लियसै हुँदैन, ट्रु न्यूक्लियस, त्यो के हो त? प्रोकार्योटिक हो। प्रोकार्योटिक अर्गानिजम्स यससँग ट्रु न्यूक्लियस हुँदैन, तर युक्यारियोटिकसँग हुन्छ। युक्यारियोटिकसँग ट्रु न्यूक्लियस हुन्छ। युक्यारियोटिकलाई फर्दर युनिसेलुलर मल्टिसेलुलरमा डिभाइड गर्न सकिन्छ। युनिसेलुलर के हो त? जुन एउटा कोषबाट मात्र बनेको हुन्छ। र मल्टिसेलुलर के हो? जुन दुई भन्दा बढी सेलहरुबाट बनेको हुन्छ। जस्तो युनिसेलुलरमा प्रोटिस्टा भयो र मल्टिसेलुलरमा हामी मान्छेहरु, जानवर जति पनि छौं मल्टिसेलुलर हो हामीहरु। युनिसेलुलरमा सेल मेम्ब्रेन हुन्छ तर सेल वाल हुँदैन, तर मल्टिसेलुलरमा के हुन्छ त? सेल वाल हुन्छ। त्यसैले यसको आधारमा यसलाई दुई टाइपमा डिभाइड गर्न सकिन्छ, विथ सेल वाल र विदाउट सेल वाल। विथ सेल वाललाई दुई टाइपमा र विदाउट सेललाई वन टाइपमा डिभाइड गर्न सकिन्छ। विदाउट सेल वाल एनिमलिया भयो, जसमा सेल वाल कहिले पनि हुँदैन। सेल वाल जहिले पनि प्लान्टी र फंगीहरुमा मात्र हुन्छ, यो कुरा याद गरेर राख्नु होला। प्लान्टमा सेल वाल हुन्छ, फंगीमा सेल वाल हुन्छ, तर एनिमलमा सेल वाल हुँदैन। यति कुरा मात्र हामीले याद गरेर राख्नु छ। र यो 5 किङडमको क्लासिफिकेसन भइसक्यो र यो क्लासिफिकेसनलाई राम्रोसँग पढ्नु होला। तबसम्म अर्को भिडियो लिएर आउँछु। अर्को भिडियोमा हामी किङडम मोनेराको बारेमा डिस्कस गर्छौं। ब्रिफ डिस्कसन हुन्छ, तपाईलाई जति काम लाग्छ त्यति पढ्नु होला। र यो ब्रिफ डिस्कसन वाला भिडियो तपाईलाई कस्तो लागिरहेछ एकचोटी मलाई कमेन्ट गरेर बताउनु होला। थ्यांक यू फर वाचिङ दिस भिडियो। थ्यांक यू फर सपोर्टिङ मी एन्ड प्लिज कीप शेयर दिस भिडियो।